हेलो साथीहरू, के छ खबर? आज चाहिँ तपाईँहरूमा चाहिँ एउटा नयाँ भिडियो साथमा म उपस्थित भइसकेको छु। म चाहिँ आज हिजो भर्खर रिलिज भएको प्रकाश सपुतको नयाँ मुभीको ट्रेलर बसन्त भन्नेको चाहिँ रियाक्सन गर्दैछु। ढिला नगर लागौँ भिडियोतर्फ है त। लेट्स गो। नेपालको छुवाछुतसँग बेस्ट भएर बनेको छ त्यो मुभी चाहिँ रियाक्सन गर्दैछु है त। गाउँमा सोच्दै नसोचेको झलमल्ल बिजुली बत्ती आयो। वाह, सम्झिँदै नसम्झिएको म चाहिँ तिनीहरू सरल नजान्नु भाइ। र मोटर बाटो आयो। तर जति सोच्दा पनि जति सम्झिँदा पनि बा आएन। हुन त भगवानको कानमा नपरोस्, तर कुनै दिन पुरै आँखा नदेख्ने भयो भने के गर्छस्? दुःख गरेर धेरै पैसा कमाउँछु अनि एउटा राम्रो अस्पतालमा लगेर तपाईँको उपचार गर्छु। यति माया चास माया लाउँछ त मेरो लाग्न थालेछ। इस गर्व गरेको माया त होला नि, आफै जान लागेको माया पो माया। लभ भनेको माया, माया भनेको प्रेम। आज मलाई न आगोले रोक्न सक्छ, न त पानीले, न त तेरो यो बन्दुक गोलीले। अर्जुन हो अर्जुन, आजको अर्जुन। बसन्त माथि आकाशबाट के होइन दाल चामल चिनी मासु। तर अहिले पुतलीको टिको लगायो नि यार, त्यो चाहिँ मैले बच्चामा छँदाखेरि लास्टै गर्दा कि यार पैसा भेटिन्छ भनेर रौसी दबाई पैसाको पुरै बोरा खस्ने रे के हुन्थ्यो होला है? त्यही बुढाले लाएर मरिन्छ होला नि। टोटा हो यार। अब हजुरको दाइले पल्टनबाट राइफल समातेको फोटो पठाउनु भयो, त्यो सिजानेर राखेर सुतेको गर्व रह्यो। उठ गर्ने छोरा पाइदियो। आमा, है, कुनै दिन म आँखा नदेख्ने भयो भने क्यार नहुन्छ नि। मेरो आँखा दिन्छु। हाम्रो समाज असाध्यै सुन्दर छ। यहाँका मान्छेहरूको मन कोमल छ, निश्चल छ। तर हामीभित्र एउटा डर छ, जातको डर। त सानो म ठुलो भन्ने अहमता। त्यो जातले छोको त कसरी खानु हो? अब भित्र आउनु भन्न मिलेन के रे? आफ्नो जात पुर्खलन चिन्दैनस्? समाजले तिमीलाई पशु बराबर मान्छ? सानो जातको सोचाइ पनि सानै हुने रहेछ। अथवा त ठुलो म सानो भन्ने हीनता बोध। धेरैको बाहुनीको नाउँ नलिए बसन्त। हाम्रो पानी त चल्दैन, तिमी जीवन चलाउने कुरा सोच्दैछौ। प्रेम माथिल्लो जातको पिता। यो समाजमा हाम्रो हैसियत कति रहेछ? के गर्नु, हामी सानो मान्छेले न्याय पाइँदैन। यही विषयमा एउटा किताब लेख्ने सपना छ। कस्तो किताब? समाज भर्सेस समाज। ल सुरु गरौँ है त। 1 2 3 सुरु। हेलो 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 हेलो, माइक चेस्ट 1 2 1 2। आदरणीय बुवा मुवा दाजुभाइ तथा दिदी बहिनीहरू, कथित उपल्लो जातको शान्ति शर्माले तल्लो जातको बसन्त विकसँग अन्तर्जातीय विवाह गरेर समाज रूपान्तरणको लागि नयाँ इतिहास कायम गरेको हुनाले उनीहरूको नाम स्वर्ण अक्षरमा लेखिन्छ र उनीहरूलाई सम्मान गरिन्छ। कृपया नवदम्पति स्टेजमा आइदिनु होला। ताली तररर अहे। के तिमीले र मैले बिहे गरेको देखेर समाजमा धम अन्तर्जातीय विवाह हुनेछ र समाजले मुहार फेर्नेछ, घन्टा फेर्नेछ मुहार। अनेक थरी आरोप लगाएर अपराधी घोषणा गरिनेछ मलाई। मान्छे कानुनसँग डराउँदैन, तर अन्धविश्वास डराउँछ। अन्धविश्वास कानुनभन्दा धेरै माथि छ। सर, मान्छेको जीवन भन्दा पनि माथि। फन ए मन्दिरबाट फर्काउनेहरू हो। भन ए पधेलीमा तर्काउनेहरू। Sansa, you okay? देख्नुभयो समाज कस्तो छ, कति निर्दय र अन्धविश्वासी छ। अब पनि तपाईँ चुपचाप बस्न सक्नुहुन्छ? हिँड्नुहोस् हामीसँग। अब कलम र बन्दुक सँगै चलाउनु पर्ने हो। ओ बसन्त, के लेख्दैछौ बसन्त? गलत लेख्दैछौ। वाह। अब कुरा गरौँ यो मुभी चाहिँ कस्तो लाग्यो भनेर है त। यो मुभी चाहिँ मलाई लास्टै राम्रो लाग्यो। यसले चाहिँ हाम्रो समाजमा भइरहेका अन्धविश्वास, भेदभाव छन् नि, त्यस्तो चिजहरूलाई चाहिँ मेन फोकस गरेको छ है त। यसमा चाहिँ दलित बाहुन भन्ने हुन्छ नि, जुन छुवाछुतको परिवेश छ, अन्धविश्वास राखिरहेका हुन्छन् मान्छेले, धामी झाँक्री गर्ने प्रक्रियाहरू बक्सीहरूको देखाइराखेको
त्यो चिजहरूलाई चाहिँ मेन फोकस गरेको छ। अनि अब कुरा गरौँ यो मुभी चाहिँ कस्तो छ भने यो मुभीले 62-63 मा जनयुद्ध भइरहेको थियो त्यसलाई पनि समेटेको छ। अनि यो मुभीले चाहिँ हामीहरूलाई पूर्णबहादुरको सारङ्गीले जसरी रुवाए जसरी चाहिँ रुवाउन सक्छ भन्ने मलाई लाग्छ। अनि अब यो मुभीको मेन कुरा गरौँ यसले के सन्देश दिन खोजेको छ हामीहरूलाई नेपालीहरूलाई के सन्देश दिन्छ यो मुभीले। यो बसन्त फिल्मले नेपाली समाजको ग्रामीण परिवेशमा बसन्त मात्र प्रकाश सपुतको जीवन मार्फत यसो दृष्टि देखाइरहेको छ सामाजिक र सांस्कृतिक चुनौतीहरूलाई उजागर गर्छ, जस्तै छुवाछुत, भेदभाव, अन्धविश्वास, बोक्सी भन्ने हुन्छ नि त्यो चिजहरूलाई चाहिँ देखाइरहेको छ। त्यो चिजहरूलाई त्यस्तो चुनौतीहरू अझै पनि हाम्रो समाजमा रहेको छ भन्ने देखाइरहेको छ यस्ता। अनि यो मुभीले त्यस्ता मान्यताहरूलाई हामीले मान्नुहुन्न, त्यसलाई चाहिँ हामीले परिवर्तन गर्नुपर्छ भन्ने चिज पनि देखाइरहेको छ। यो मुभी चाहिँ लास्ट टाइम चाहिँ एक दिन चाहिँ अब गएर हेर्न चाहिँ पर्छ है त। आज चाहिँ म बिदा हुन्छु। हस्तो नमस्ते, बाई बाई।